हेलो एभ्रिवान, गुड मर्निङ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामीलाई पनि सन्चै छ। मेरो बिहानीको चाहिँ सुरुवात भइसकेको छ। यहाँ मेरो चाहिँ कपाल सपाल फ्रुङ्ग भएर मेरो बेहाल भएको छ। उठ्दाखेरि सबैको यस्तै हो, मेरो पनि यस्तै छ। चिसो मौसम लागे सँगसँगै रुगाखुकीले पनि एकदमै सताएको छ। आजभोलि मेरो स्वास्थ्य पनि खासै ठिक जस्तो लाग्दैन मलाई। सो म चाहिँ यतातिर आफ्नो ज्याकेटहरू लगाएर बिहान मर्निङ वाकको लागि जाँदैछु। मर्निङ वाकको लागि मर्निङ वाक गर्न म चाहिँ जाँदाखेरि अँध्यारो थियो, अहिले चाहिँ यतिको उज्यालो गइसकेको रहेछ। फाइनली म चाहिँ मर्निङ वाक गरेर घरतिर फर्किसकेको छु। अनि मेरो छोरी चाहिँ यहाँ चुलानिर बसेर के खाजा खाँदै थियो। नानु यहाँ आऊ भनेर मैले बोलाएँ। छोरीले एकछिन भए पनि माया गरेर बस्यौँ। त्यत्तिकैमा म चाहिँ अब कोठाहरू सफा गर्नु पर्यो भनेर लागेँ आफ्नो कोठाको सफाइ गर्न। बाहिर आएर हेरेको त मेरो बेड पनि एकदमै छताछुल्ला थियो। मैले चाहिँ बेड मिलाएँ, यतातिर बेडहरू मिलाएर सबै गरेर राख्दैछु यतातिर। अनि त्यत्तिकैमा म चाहिँ अब खाँदैछु रोटी। आज मेरो खानामा चाहिँ रोटी र अचार रहेको छ। खाना होइन, सुसरी नास्ता हो। कारणले हामी जाँदै थियौँ वडा कार्यालयमा गएको त खासै काम भएन त्यहाँ, किनभने त्यहाँ त्यो काम नहुने रहेछ। अरू ठाउँमा जानुस् भनेर उहाँहरूले हामीलाई भन्नुभयो। छोरीले फुल देखेपछि टिप्न जानै पर्ने, ऊ चाहिँ फुल टिप्न जानलाई रेडी भएको थियो। जानुहुन्न छोरो, यहाँ आऊ भनेर मैले बोलाइसकेँ। मेरो बाबालाई चाहिँ फुल भनेपछि असाध्यै मनपर्ने। त्यत्तिकैमा घर आएर म खाँदैछु खाना। मेरो छोरीले पनि यतातिर भात खाँदैछ, म पनि भात खाँदैछु। सो थ्याङ्क यू सो मच वाचिङ माई भिडियो गाइज। प्लिज सब्सक्राइब दिस च्यानल।